हेलो साथीहरू, नमस्कार। तपाईहरुलाई आज पनि म यो मेरो च्यानलमा चाहिँ स्वागत गर्न चाहन्छु। आज चाहिँ मैले यहाँ केही समसामयिकहरू, यो 82 सालको केही समसामयिकहरू चाहिँ राख्ने कोसिस गरेको छु। यसलाई हेरेर चाहिँ साथ दिनुहोला। समसामयिक 2082 भनेर राखिएको छ। यस अन्तर्गत अब धेरै कुरा त अहिले आइसकेको छैन, बिस्तारै यहाँ चाहिँ अरू कुराहरू पनि थपिँदै जानेछ। यसमा हेरौँ, जिब्रो छेड्ने जात्रा चाहिँ कहिले सुरुवात भयो भन्दाखेरि, कहिले चाहिँ जिब्रो छेड्ने जात्रा चाहिँ सुरुवात भन्दा नि पहिलेदेखि भएको, कहिले चाहिँ यसको चाहिँ जिब्रो छेड्ने जात्रा चाहिँ कहिले भयो भन्दाखेरि यसपालिको 2082 1 महिना 2 गते अथवा वैशाख 2 गते चाहिँ भयो। यसमा चाहिँ सुजन श्रेष्ठले चाहिँ 3 पटक चाहिँ जिब्रो छेडे भन्ने कुरा छ। त्यस्तै बाल अदालत चाहिँ कहिलेदेखि सञ्चालनमा आउनेछ अथवा आएको छ भन्दाखेरि 2082 1 महिना 2 गतेदेखि नै यो चाहिँ हाम्रो बाल अदालत पनि सञ्चालनमा आउने भएको छ। त्यस्तै गरी नेपालमा मूर्तिकला सम्मेलन चाहिँ कहिले भयो भन्दाखेरि 2082 वैशाख 5 देखि वैशाख 6 गतेसम्म चाहिँ नेपालमा मूर्तिकला सम्मेलन चाहिँ भयो। त्यस्तै गरी सरकारले केपी ओलीको अध्यक्षतामा उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय कहिले गर्यो भन्दाखेरि 2082 1 महिना 8 गते अथवा वैशाख 8 गते चाहिँ यो निर्णय भयो। त्यस्तै गरी प्रोसेस पाण्डेले चाहिँ भोइस अफ नेपालको विजेता चाहिँ कहिले बने भनेको छ। यसलाई चाहिँ हामीले 2082 1 महिना चाहिँ 19 गते भन्छौँ। यसमा चाहिँ मैले केही यो ट्रिकहरू केही नराखिकन सरसर्ती यसमा चाहिँ डेटहरू मात्रै दिएको छु। पछाडि त्यस्तो ट्रिकहरू राखेर पनि मैले चाहिँ त्यसलाई अझै गरेर चाहिँ बनाउने छु। अहिले चाहिँ यहाँ थोरै कुराहरू भएकाले मैले केही थोरै कुराहरू यहाँ राखेँ। त्यस्तै गरी राष्ट्रपति रामचन्द्र पौडेलले चाहिँ सरकारको आगामी आर्थिक वर्ष 2082-83 को चाहिँ नीति तथा कार्यक्रम सङ्घीय संसदको दुवै संयुक्त बैठकमा चाहिँ कहिले प्रस्तुत गरे भन्दाखेरि 2082 1 महिना 19 गते अथवा वैशाख 19 गते चाहिँ यो प्रस्तुत गरेका थिए। त्यस्तै गरी नेपालमा छोटे चाहिँ पुच्छ्रे समुद्री चराको प्रजाति चाहिँ कहिले देखा परेको थियो भन्दाखेरि 2082 1 महिना 20 गते। यो सँगै चाहिँ नेपालमा चाहिँ चराका प्रजातिहरू चाहिँ 900 पुगेका छन् भनेको छ। त्यस्तै गरी वामपन्थी नेता प्रदीप नेपालको निधन कहिले भयो भन्दा 2082 1 महिना 23 गते। 2082 1 महिना 23 गते अथवा वैशाख 23 गते चाहिँ वामपन्थी नेता प्रदीप नेपालको चाहिँ निधन भयो। त्यस्तै चेक बाउन्स मुद्दामा प्रहरी अनुसन्धान चाहिँ मात्र गर्ने अथवा प्रहरीले अनुसन्धान मात्र गर्ने कानुन चाहिँ कहिलेदेखि आयो भन्दाखेरि यो चेक बाउन्सहरू भनेको चाहिँ पैसा चेक काट्दिने नि पैसाहरू नभएको भन्ने खालको त्यो चाहिँ अनुसन्धान कहिलेदेखि आयो भन्दा 2082 1/24 देखि चाहिँ प्रहरीले अनुसन्धान मात्र गर्ने कानुन चाहिँ आयो भनेको छ। त्यस्तै गरी पहिलो पटक मृगौला प्रत्यारोपित व्यक्ति भनेको चाहिँ अरूको मृगौला लगाएका व्यक्ति चाहिँ पेम्बा शेर्पाद्वारा सगरमाथा आरोहण चाहिँ कहिले भयो भन्दा 82 1 महिना 31 गते। उनले चाहिँ 31 गते चाहिँ वैशाख 31 गते चाहिँ के गरे भन्दाखेरि सगरमाथाको आरोहण गरे। त्यस्तै गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना चाहिँ कहिले भयो भन्दा 2082 2 महिना 2 गते अथवा जेठ 2 गते चाहिँ भयो। वैशाखको कुराहरू सकिएर अब जेठका कुराहरू आउन थाले। त्यस्तै हुम्ला जिल्लालाई चाहिँ 67औं साक्षर जिल्ला कहिले घोषणा गरियो भन्दा 82 2 महिना 9 गते अथवा जेठ 9 गते चाहिँ हुम्ला जिल्लालाई चाहिँ 67औं साक्षर जिल्ला घोषणा गरियो। त्यस्तै गरी सगरमाथा संवाद 2025 चाहिँ कहिलेदेखि कहिलेसम्म भयो भन्दाखेरि जेठ 2 गतेदेखि 4 गतेसम्म भयो र यसमा चाहिँ के भयो भन्दा 25 बुँदे चाहिँ घोषणा पत्रहरू चाहिँ त्यहाँनिर देखिएका थिए भन्ने कुरा छ। त्यस्तै नेपाल राष्ट्र बैंकको 18औं गभर्नरमा विश्व पौडेल चाहिँ कहिले नियुक्ति भए। यो चाहिँ अहिले हाम्रो हाल कतिौं गभर्नर भन्दा नि 18औं गभर्नर हैन, विश्व पौडेल चाहिँ कहिले नियुक्ति भएका थिए भन्दा 2082 2 महिना 6 गते चाहिँ उनी चाहिँ नियुक्ति भएका थिए। त्यस्तै गरी कामिरिते शेर्पाद्वारा 31औं पटक सगरमाथा आरोहण कहिले गरे अथवा कहिले भयो भन्दाखेरि सगरमाथा कहिले आरोहण कहिले भयो भन्न सकिन्छ, यहाँ गरे भएछ। यो चाहिँ 2082 2 महिना
13 गते, ठिक्क 13 लाई उल्टाउँदा 31 पनि हुन्छ, 31 लाई उल्टाउँदा 13 पनि हुन्छ, त्यसरी पनि याद गर्न सक्छौँ। उनले चाहिँ 31औं पटक सगरमाथा आरोहण गरेर सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने व्यक्ति को रेकर्ड उनले अहिलेसम्म राखिरहेकै छन्। अहिले चाहिँ 31औं पटक आरोहण गरेका छन्। त्यस्तै गरी नेपालमा सिख समुदायबाट पहिलो नेपाली सैनिक करण सिंह चाहिँ कहिले नियुक्ति भएका थिए भन्दा 82 2 महिना 23 गते, 2 महिना 23 गते चाहिँ सिख समुदायबाट पहिलोपटक नेपाली सैनिक करण सिंह चाहिँ नियुक्ति भएका थिए। त्यस्तै गरी नेपालमै पहिलोपटक लिङ्ग परिवर्तन गरी शल्यक्रिया चाहिँ कहिले गरे भनेको छ। एकजना 25 वर्ष पहिला केटाले चाहिँ केटी भएको भन्ने कुरा आएको थियो। यो चाहिँ 2082 2 महिना 25 गते चाहिँ उनले के गरे भन्दाखेरि लिङ्ग परिवर्तन गरे। अब कन्टिन्यू गरेर अरू कुराहरू अब योभन्दा पछाडिको कुराहरू केही कलेक्सनहरू गरिँदैछ। त्यो कुराहरू चाहिँ अरू पनि थप कुरा केही छुटेको छ भने चाहिँ बिस्तारै म समसामयिक अन्तर्गत अरू कुराहरू पनि राख्दै जानेछु। आजको भिडियोमा चाहिँ यति नै कुराहरू राखियो। यहाँहरूलाई कस्तो लाग्यो हेरेर सल्लाह सुझाव दिनुहोला। धन्यवाद।